1 घन्टा भयो अलमोस्ट। अब यहाँको इन्स्ट्रक्टर हैन, यहाँ सिकाउनुहुन्छ तपाईले? ए के यसको सिस्टम कस्तो होला भनिदिनु न यो बाइकको? यो यहाँबाट जाने छ 8 वटा है? यहाँबाट हिँड्ने यो बाइकले गरेको उसले पनि आफ्नो सेल्फ गरेर एक अनियन हट डाउन गर्ने अनि त्यो फ्ल्याटमा छ नि हजुर त्यो फ्ल्याटमा माथिबाट जाने त्यहाँबाट अनि इन्डिकेटर बाल्ने इन्डिकेटर त्यही हाल्ने? त्यो फ्ल्याटबाट अगाडिको टायर झरेपछि इन्डिकेटर बाल्ने पछाडिको टायर झरेपछि अगाडिको टायर ए अगाडिको टायर झर्ने बित्तिकै बाल्दिने बाल्दिने इन्डिकेटर? बाल्दिने अनि यदि तपाईँलाई चाहिने आउँदैन कन्फ्युज फेरि करेक्ट टाइममा निभाएन भने हो त्यो लाइटै नबाल्दिने 10 नम्बर कार्ड छ 70% हो नि त अहिले 70% 10 नम्बर कार्ड छ लाइटै नबाली घुमेर आउनु ओके ओके नो प्रब्लम हजुर हजुर हो लाइट बालेर निभाएन मिस्टेक गर्यो भने खेल्नु ए हो लाइट साइड लाइट यताउता जता बाल्दा नि भयो? नै कुनलाई अगाडि हेडलाइटहरूको? सर साइड बत्ती जस्तै तपाईँ अब यहाँ चाहिँ सर्वप्रथम चाहिँ मैले चाहिँ अब यो 8 जुन छ 8 लाई चाहिँ सुरुमा चाहिँ एक राउन्ड चाहिँ हामीले चाहिँ एक साइकल घुमाउनु पर्यो है त। यसको चाहिँ नियम अनुसार फर्स्टमा हामी ट्राफिकमा एक्जाम दिने बेला त्यहाँ ट्रायलमा एक राउन्ड चाहिँ 8 लाई मजाले घुमाउने पहिला। जस हामीले चाहिँ बाइकलाई चाहिँ जे होस् यो जुन यो दुईटा धागो छ जुन पहेँलो पहेँलो हैन यसको चाहिँ आउटर लेयरमा चाहिँ अलिकति बाटो चलाउन खोज्नुपर्छ। त्यो गर्दाखेरि हामीलाई टर्निङमा सजिलो हुन्छ। अब 8 कटिसकेपछि हामी सिधा एउटा स्ल्याब आउँछ है, स्ल्याब माथि जाने मजाले। अनि स्ल्याब हाम्रो चाहिँ स्ल्याब कट्न बित्तिकै हामीले चाहिँ साइड लाइट बाल्ने है त। साइड लाइट बाल्ने तर साइड लाइट बालेर हामी चाहिँ अब यहाँ जेब्रा क्रसिङ अगाडि ट्राफिक लाइट हेरेर रोक्ने। ट्राफिक लाइट ग्रीन र ओरेन्ज बोलेछ भने जाने, रेड बोलेछ भने हामी जेब्रा क्रसिङ लिएर रोक्ने। कहाँ चाहिँ रोक्ने अब? स्टप छोडेर रोक्नु स्टपमा गएर ब्रेक चलाउने ब्रेक रोकिया चाहिँ देख्नुभयो थोरै चलाउनु छ नि हातले यो त स्टप दिएर रोक्ने हो? टायरले छुनु पर्यो नि त ए छुनु पर्यो है? पछाडि पनि छुनु पर्यो ए छुनु भएन ओके ए ल ल पछाडि पनि छोडेर फेरि चल्नु नि त हो अब उठाउने होइन है त बाइक हिँड्न पर्छ ट्राफिक प्रहरीको इसारा अनुसार हामी अब अघि बढ्नुपर्छ यहाँबाट। यहाँबाट स्लोली जाने फेरि स्टपमा रोक्ने पछाडि छुनु भएन होइन? त्यसै गरी ओह्रालोमा पनि रोकिसकेपछि ट्राफिकको इसारा अनुसार हामी अघि बढ्ने। जब चाहिँ मैले चाहिँ अब ट्राई गर्छु म होइन 8मा चाहिँ कटाउन गाह्रो भइरहेको थियो मलाई। 8मा चाहिँ मेन 8मै हो कि 8मा चाहिँ लास्टै समस्या हुन्छ कि त्यो चाहिँ 8मा चाहिँ मेन यहाँनिर चाहिँ यहाँ चाहिँ एकदम लामो सर्कल लिनु पर्दो रहेछ कि। हिजो पनि म त्यो आउट भएको चाहिँ त्यही हो आउट ट्रायल लिँदाखेरि। सो चावेल र यहाँको चाहिँ सेम रहेछ। यहाँको इन्भाइरोमेन्टमा देखाइदिन्छु तपाईँलाई यहाँको जस्तो छ। मौसम पनि एकदम क्लियर छ अहिले है। त्यो गर्दा गर्दा पानी पर्यो। त्यो आज चाहिँ प्र्याक्टिस गर्दा गर्दा पानी पर्यो एक्कासी। सो आज चाहिँ अब रोक्नु पर्ने भयो। अब म चाहिँ भोलि फेरि आउँछु र त्यहीँबाट कन्टिन्यू गर्छु। मेन कुरा चाहिँ मैले अहिलेको लागि चाहिँ मेरो लागि चाहिँ अब सुरुवात भएर होला मैले चाहिँ 8 कटाउन मलाई मुस्किल भइरहेको छ। सो म 8 कटाउनमा फोकस गर्नेछु अहिलेलाई केही समयको लागि। 8 काटिसकेपछि दिस इज फर्दर स्ल्याबहरू उकालो ओह्रालोहरूमा चाहिँ ध्यान दिनेछु, साइड लाइटहरूमा ध्यान दिनेछु। ओके सो गाइज अहिले दिउँसोको एकदम लगभग 3 साढे 3 बजेको छ। एकदम घाम छ। अहिले चाहिँ म यहाँ अब आज सेकेन्ड डे यहाँ आइरहेको छु ट्रायल गर्न। 8मा चाहिँ मजाले चलाउन सक्ने हुनु पऱ्यो। आज चाहिँ म आज चाहिँ हुने भनेर आइरहेको छु। मैले चलाउन लागेको अलमोस्ट 20 मिनट जति भइसक्यो है त। म एक राउन्ड हान्छु। अब म चाहिँ तपाईँहरूले म भन्छु त मैले कसरी गर्छु भनेर। म त्यही मेन म चाहिँ आउट हुने भनेको यही 8मा हो कि। यहाँबाट चाहिँ लाँदो रहेछ सुरुमा स्टार्टिङमा है। यहाँबाट मजाले 8 चाहिँ एक राउन्ड घुमाएर फेरि यतै आउने, यतै आएर एक राउन्ड यहाँबाट फेरि त्यसपछि चक्काएर त्यहाँबाट चाहिँ उता जानु पर्दो रहेछ। गएर त्यो स्ल्याबमा चाहिँ चढ्ने। स्ल्याबमा चढिसकेपछि अनि त्यहाँ चाहिँ अब ट्राफिकले के भन्छ अब साइड लाइट बाल्न अर्डर दियो भने साइड लाइट बाल्नुपर्छ त्यहाँ होइन। त्यहाँ चाहिँ साइड लाइट बाल्ने। अनि साइड लाइट बालिसकेपछि त्यहाँबाट चाहिँ बिस्तारै उता घुमाउने। अनि त्यहाँबाट यो स्ल्याब कटिसकेपछि यहाँ चाहिँ साइड लाइट बाल्नुपर्छ होइन उसले ट्राफिकले भनेअनुसार। त्यसपछि चाहिँ यहाँबाट मजाले घुमाएर
हो यहाँनिर आउने चट्ट अब यहाँ चाहिँ सिम्बल हेर्ने यहाँ चाहिँ के भने खालको यहाँ चाहिँ रातो बोलेको भने चाहिँ रोक्नु पर्यो अर्को चाहिँ हरियो र के पहेँलो बोल्छ कि होइन दुइटा बोल्यो भने चाहिँ हामी चाहिँ हिँड्ने यहाँबाट यहाँबाट गइसकेपछि यहाँ चट्ट यो स्टप लेखेकोमा चाहिँ हाम्रो फर्स्ट यहाँ चाहिँ राख्नु पर्दो रहेछ स्टप लेखेकोमा चाहिँ फर्स्ट यहाँ राख्यो भने चाहिँ पछाडि चाहिँ छुँदैन होइन यहाँ चाहिँ राख्ने ट्राफिकको अर्डर अनुसार यहाँबाट चाहिँ हामी अनि अगाडि बढ्ने अनि मजाले अगाडि बढ्ने अगाडि बढिसकेपछि फेरि त्यहाँ पनि ओह्रालोमा नि यहाँ पनि स्टप भन्ने हुन्छ त्यहाँको स्टप भन्नेमा चाहिँ फर्स्टमा यहाँ राख्ने फर्स्टमा यहाँ राखिसकेपछि अनि ट्राफिकको अर्डर अनुसार हामीहरू चाहिँ यहाँबाट चाहिँ निस्किनु पर्दो रहेछ सो सो म चाहिँ अब यही गर्छु होइन ट्रायल म ट्राई गर्छु स्टेप आज म गर्छु ल फलो स्टेप बाई स्टेप र यति पछि हेरेर सक्नुहुन्न 1 आवरको हो सो यो चाहिँ 1 आवरको चाहिँ ड्राइभिङ सेन्टरमा चाहिँ मजाले ड्राइभिङ गर्न आएको थिएँ म यहाँ चाहिँ मजाले यो मेरो एकदम वान अफ द बिजिएस्ट ड्राइभिङ सेन्टर रहेछ यो र राम्रो पनि रहेछ यहाँको चाहिँ इम्प्लोइजहरूको स्टाफहरूको चाहिँ होइन बिहेभियर पनि राम्रो छ नजानेको मजाले सिकाउने आइडिया दिने यता होइन सो यहाँ आएर चाहिँ मजाले सिक्न चाहिँ रमाइलो हुँदैछ यहाँ चाहिँ मजाले अलिकति कन्फिडेन्ट पाराले सिकेर गयो भने उहाँ चाहिँ अनि एकैचोटिमा निकाल्न अलिकति आँट आउँछ नि त नत्र भने त मेरो साथीहरू सबजना अस्ति गथे 8मै झ्याम आउट भएको थियो सबजना मेन 8 रहेछ कि 8मै हामीले गर्नुपर्दो रहेछ 8मा गऱ्यो भने चाहिँ सहिलो हुँदो रहेछ ल त्यहाँ चाहिँ माथि गयो भने मजाले हुँदो रहेछ पालै गर्नुपर्ने भयो अब धेरै भइयो कति बिजी हुँदो रहेछ एकजनाले मैले घुमाएको मजाले हेरौँ है त अनि 1 घन्टा थियो मेरो 1 घन्टा चाहिँ मजाले सकियो अब अलमोस्ट चाहिँ 1 घन्टा थियो मजाले सकियो आज चाहिँ मैले लास्टमा आएर चाहिँ मैले बेसो पाएँ अब ह्यान्डल चाहिँ मजाले मैले यताउता चाहिँ मजाले गर्न सक्ने चाहिँ भयो त्यसलाई मलाई कन्फिडेन्स चाहिँ आएछ अब चाहिँ 8मा गराउनु चाहिँ मलाई खास चाहिँ अब 12 चाहिँ बज्दैन खास चाहिँ अब त्यसको चाहिँ मलाई कन्फिडेन्स चाहिँ हो है पानी पनि पराएको छ मौसम एकदम यु क्यान सी मौसम पनि घाम लाग्थ्यो कोही बादल लाएर अब पानी पनि छर्केर देखेर चाहिँ अलमोस्ट आफ्नो 1 घन्टामा सकियो अब लास्ट 1 राउन्ड हान्छु